श्रावण आयो झुला झुलाओ प्यारे कान्हालाई मुटुमै सजाओ वृन्दावनैमा कृष्ण बसान मेरो मनैमा कृष्ण बसान मेरो मनैमा हो प्यारा बसान मेरो मनैमा। दीप टेलिभिजनमा पहिलो पटक भगवान कृष्णको झुला महोत्सव हुँदैछ र साथसाथमा श्रावण महिनामा भगवान शिवजीको शिव महापुराण कथा श्रवण गर्ने सुयोग्य अवसर प्राप्त हुँदैछ। भोलि 17 गते आइतबार दिनको 1 बजेबाट। हाम्रो जीवन आइतबारदेखि शनिबारसम्म र शुभ कर्म पनि आइतबारबाट हुँदैछ यसपटक। त भक्त भागवतहरू धेरैले यसपटक चतुर्मासको बेलामा सत्सङ्ग दीप टेलिभिजनबाट, कथा प्रवचन दीप टेलिभिजनबाट श्रवण र दृश्य अवलोकन गर्न भक्तहरू एकदमै उत्साहित हुनुहुन्थ्यो। सोच्दै हुनुहुन्थ्यो कहिले अवसर आउला। त त्यो अवसर भोलिबाट प्राप्ति हुँदैछ। तसर्थ त्यति मात्रै होइन, कथा प्रवचन मात्रै होइन, झुला उत्सवका रूपमा भोलिबाट भव्य अनुष्ठानको आयोजना हुँदैछ। यो शुभ खबर लिएर यहाँहरूसँग हामी आइसकेका छौँ। गुरु पूर्णिमाको दिनबाट विधिवत रूपमा चतुर्मास्य सत्सङ्ग प्रारम्भ भएको भोलिबाट चाहिँ झुलन उत्सव पनि यसमा जोडिँदैछ। र विशेष गरेर गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख आदरणीय भगवानका प्रिय भक्त दीपक रिसालज्यू हाम्रो बीचमा भोलि उपस्थित भएर प्रमुख आतिथ्यता ग्रहण गर्दै हुनुहुन्छ। मेयर साहबको उपस्थितिमा र उहाँकै प्रमुख आतिथ्यतामा कर्म त हुन्छ, सँगसँगै भोलि थुप्रै हाम्रा काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुर आसपासबाट जति पनि हामीलाई नजिकबाट प्रेम गर्नुहुन्छ हाम्रा भक्तहरू, हाम्रा स्नेही व्यक्तित्वहरू, उहाँहरू भने झुला झुलाउनका निम्ति आउने तयारी गर्दै हुनुहुन्छ। आमा समूहहरू, विभिन्न क्षेत्रबाट भक्तहरू आउँदै हुनुहुन्छ। केका लागि? झुला झुलाउनका लागि। एकदमै ध्यान दिनुहोला, याद गर्नुहोला, 17 गते आइतबार 1 बजे। आइतबार 1 बजे नभुल्नुहोला। भगवानलाई झुला झुलाउने कार्यक्रम पहिलो पटक दीप टेलिभिजनमा हुँदै गर्दा यहाँहरू सबै दीप टिभीका श्रोताहरू, हाम्रा आमा बुबाहरू, दाजुभाइ दिदीबहिनीहरू सबै अवश्य आउनु। भगवानलाई झुला झुलाउने गरी आउनु, भगवानलाई हृदयमा सजाउने गरी आउनु। एउटा गजब भाव आयो महाराजजी। जस्तो सानोमा हामी सानो थियौँ, सानो रहँदा, सानो बेलामा रुँदाखेरि होइन, जस्तो आमाको याद होस्, आमा काममा गएको बेला होस्, केही बेला रुँदाखेरि भुलाउने एउटा माध्यम हुन्थ्यो त्यो डोली होइन, झुला। त्यो झुलामा राखेर जब हामीले झुलाउनु हुन्थ्यो, हल बाबु सुत बाबु भनेर, त्यो बेलामा कति पीडा हुन्थ्यो होला नि। आमा बुवा काममा गएको बेलामा देख्न नपाउँदा सायद भोक पनि लाग्थ्यो होला होइन, स्तनपान गर्न मन लाग्थ्यो होला। र त्यो बेलामा पनि झुलामा झुलाइदिँदाखेरि बडा आनन्दको निद लाग्थ्यो, हाँसिन्थ्यो, खुदखुद हाँसिन्थ्यो पनि होला। भोलि पछि भनेको पनि सुनियो। त हामीले भाइ भतिजाहरूलाई अहिले त्यो महसुस पनि गरिरहेका छौँ, छोरालाई पनि महसुस गऱ्यौँ, सन्तानलाई पनि। त भनेपछि झुला झुलाउँदा कति आनन्द हुन्छ। त भगवानलाई झुला झुलाउँदैछौँ हामी भोलिबाट भनेपछि एकपटक भगवानलाई, प्रभुलाई झुला झुलाउन आउने कि नआउने? एकपटक त जरुर आउनु पर्नेछ दीप टेलिभिजनमा झुला झुलाउनका लागि, किनकि भगवानलाई आनन्द दिलाउनु छ नि त। भगवानलाई खुसी बनाउनको लागि, भगवानलाई प्रसन्न बनाउनको लागि, भगवत कृपा प्राप्तिको निमित्तमा झुला झुला। कस्तो राम्रो मिठो भाव भन्नु, कस्तो राम्रो भाव आयो क्या महाराजजी। अब भगवानलाई सर झुलाउँदा भगवान मुसुक्क हाँस्नुहुन्छ होला, खुद हाँस्नुहुन्छ होला होइन। हेरे 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 मेरा भक्तहरूले मलाई झुलाएको भन्नु, हेर्नुहोस् न भाव कति आनन्द। त त्यसैले पनि यसपटक दीप टेलिभिजनमा पेप्सी कोला, काठमाडौँ महानगरपालिका वडा नम्बर 32 पेप्सी कोला दीप टेलिभिजनमा भगवानलाई झुलाउने, भगवानलाई खुसी बनाउने, प्रसन्न बनाउने, भगवानलाई औधी प्रसन्न बनाए औधी कृपा मिल्छ। त यसपटक चतुर्मास्य प्रारम्भ छ, श्रावण महिना छ र यसपटक झुला झुलाउने भव्य उत्सव सम्भवतः दीप टेलिभिजनमा पहिलो पटक हुँदैछ। त्यसैले सबै आउनु होला है, हामी निवेदन गर्छौँ। ढिला भयो, पक्कै पनि ढिला भयो। भोलि कार्यक्रम शुभारम्भ छ। आज राति साँझ हामीले करिब कति बज्दैछ? करिब अब यति बेला हामीसँग झन्डै मलाई लाग्छ 8:30 8:35 यो सूचना हामी दिइरहेका छौँ पहिलो पटक। र ढिलो त भयो, तर यहाँहरू सबैले सबैतिर यो सूचना प्रवाहित गरिदिनु होला।
खुब जस्तै फेसबुकबाट, युट्युबबाट, टिकटकबाट जहाँ जहाँदेखि हेर्दै हुनुहुन्छ व्यापक सेयर गरिदिनुहोस्। टिभीको माध्यमबाट हेर्ने भक्तहरूले पनि व्यापक सेयर गरिदिनुहोस्। सूचना सबैतिर पुगोस्। भोलि झुला झुलाउनको लागि आइतबार 1 बजे 17 गतेको दिन यहाँहरू सबै आउनु होला। 17 गते सबै आउनुहोस्। आइतबार 1 बजे यहाँहरू सबैलाई हार्दिक हार्दिक निमन्त्रणा छ र शिव महापुराण कथा पनि सुन्न पाइनेछ। शिव महापुराण कथा भने हामी पूज्य किशोर शरण विभिन्न धेरै गुरुहरूबाट सुन्छौँ। 4 महिनासम्म अनवरत रूपमा सुन्छौँ। भोलि पूज्य महाराज श्री हाम्रो बिचमा भोलिबाट कथा चाहिँ हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आउनु भएको छ र उहाँले कति दिन समय दिन सक्नुहुने त्यो कुरा हाम्रो भएको छैन। तर भोलि चाहिँ हामी किशोर शरण महाराजजीबाट हाम्रो बिचमा हुनुहुन्छ। पूज्य महाराजजीको यो सत्सङ्कल्प त रह्यो र हाम्रो गोकर्णेश्वर नगरपालिकाका नगरपिता असाध्यै स्नेही असाध्यै भक्त भगवानको प्रिय व्यक्तित्व हुनुहुन्छ। उसो त धार्मिक अनुष्ठान इत्यादि कार्यहरूमा जान उहाँभित्र त्यो उत्सुकता हामी देख्छौँ। मातापिताहरू सहित गोकर्णेश्वरका कति भक्तहरू उहाँका जनताहरू त्यहाँका आमा बुवाहरू ज्येष्ठ नागरिकहरूलाई तीर्थयात्रा पनि गराइरहनुहुन्छ। आदरणीय मेयर साहब हाम्रो दीपक रिसालजी आउँदै हुनुहुन्छ। उहाँले झुला झुलाउँदै हुनुहुन्छ। विशेष गरेर भोलि अत्यन्तै महत्त्वपूर्ण घोषणा पनि हामी गर्दैछौँ। आज भन्दैनौँ, खुसुक्क छ यो कुरा चाहिँ, सस्पेन्स छ होइन। भोलि जस्तो महाराजजीले धेरै सङ्कल्प लिनुभएको छ, त्यो सङ्कल्प सबै भक्तहरूको प्रेमले पूर्ण भएको छ। एकजना व्यक्तिले भगवानको भावले भगवानको आशीर्वाद त छ नै, तर महाराजजीले बोलेका हरेक बाणीहरू सिद्ध भएका छन्, एकदमै सिद्ध भएको छ। भोलि चाहिँ एउटा अर्को घोषणा गर्दै हुनुहुन्छ महाराजजीले। त्रिशुलीको तटमा विशेष हुनेवाला छ। त्यो के हुनेवाला छ त्यो म भोलि बताउँछु, आज बताउँदिनँ। भोलि यहाँ आएर श्रवण गर्नु होला, अथवा दिप टिभीबाट लाइभ रहन्छ। दिनको 1 बजेबाट प्रत्यक्ष प्रसारण रहनेछ, प्रतीक्षा गर्नुहोला। तर जे हुँदैछ हाम्रै लागि हुँदैछ। फेरि यो कुरा पनि म विशेष यहाँलाई निमन्त्रण गर्दै निवेदन गर्दै अरू कुरा भोलि नै बताउँला। मात्रै अहिले निमन्त्रण छ भोलिका लागि। समय ढिला भयो त यो ढिला भए तापनि हजुरहरूसँग हामी हात जोडेर निमन्त्रण गर्न आएका छौँ। यो हृदयबाट निमन्त्रण हो, भगवानको तर्फबाट निमन्त्रण हो र सम्पूर्ण भक्तहरूलाई महाराजजीको निमन्त्रण हो। यो निमन्त्रणा यहाँहरूले स्वीकार्नु हुनेछ र हाम्रो काठमाडौँ, भक्तपुर, कीर्तिपुर, ललितपुर आसपासका भक्तहरू जति पनि हामीलाई हेर्नुहुन्छ सबैजना झुला झुलाउने गरी दिप टेलिभिजनमा आउनुहोला। सबैलाई हार्दिक स्वागत गर्दछौँ। अहिलेलाई छुट्टिन्छौँ। राधे राधे।